गाइस जङ्गलको बसाइ यस्तो हुन्छ के टेन्ट लाएर टले सुगाले खाने सुगा सुगा बच्चा रमझम छ यहाँ बियरको खै उठाउन न लोकल भालेसँग बियर हो यता फेरि केटाहरूको मच्छी पाकिरहेको त मच्छी म नि यहाँ छु सँगै छु म नि मेरो खोइ बोतल त यहाँ आजको रमाइलो यही हो तिम्रो यो उसको के यो सन्च नभएको रहेछ हैन खेदा खै भात पनि पाइसक्यो जम्मै रेडी यहाँ बासमती राइस यहाँ गोकर्णे मालिकको क्याम्प हो कि यो गिरी बर्दसको कटिङको क्याम्प हो यो यस्तो छ यो हेलो गाइज हेलो गाइस खै मेरो बोतल ल्याउनु न तेरो एउटा झिक्नु त नयाँ अर्को त भ्याइएको के कति छ कार्टुनमा अझै के यार 8-9 वटा अझै हो ल हाम्रो चाहिँ यो न्यू ओपनिङ फेरि 4 वटामा सुरु भइरहेको 4 वटामा जङ्गलमा एक्केस ल्याएको छ अझै यतापट्टिको देखाइदिनु न यस्तरी खिचेर यता हो यो साइडबाट यो त्यो साइडबाट अहिले खाली ए बहुत धेरै छ ल त गन्न पनि सक्नुहुन्छ है यहाँ कतिवटा छ भने जरुरी छ भने आउन सक्नुहुन्छ अब छुटेका साथीहरूलाई केही नभनौँ है के गर्ने सम्झना मात्र हो क्याम्प देखिसक्यो गिरी ब्रदर्सको कटिङको क्याम्प देखिसक्यो ठुलो देखिसक्यो लेबरहरू यहाँ बस्छन् केटाहरू हामी त अहिले घर जाने हो हाम्रो घोडा त्यहाँ भाषा थाहा जाने हो गाडी फेरि त्यो गाडी भन्ने हालौला फेरि यसलाई एडिट गरे